साथीहरु आज म तपाईहरुलाई हामीले वर्षौं पहिले खिचेको फोटोलाई कसरी आफ्नो मोबाइल ग्यालरीमा ब्याकअप गरेर ल्याउन सक्छौं भन्ने कुराको सम्पूर्ण जानकारी दिन गइरहेको छु। तपाईहरुलाई म देखाउन गइरहेको छु। हेर्नुस् तपाईहरुले देख्न सक्नुहुन्छ मेरो मोबाइल ग्यालरीमा 30-35 वटा फोटो मात्रै छ साथीहरु। अब म तपाईहरुलाई मैले वर्षौं पहिले 2012, 13, 14, 15 मा खिचेको फोटोहरुलाई पनि ब्याकअप गरेर आफ्नो मोबाइल ग्यालरीमा ल्याएर देखाउन गइरहेको छु। यो कसरी सम्भव छ भन्ने कुराको सम्पूर्ण जानकारी आज म तपाईहरुलाई यो भिडियोमा दिन गइरहेको छु। भिडियो एकदमै महत्त्वपूर्ण छ। तपाईहरुले भिडियोलाई अन्तिमसम्म नै हेर्नु होला। साथीहरु यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न भने कति पनि कन्जुसन नगर्नु होला। अब म तपाईहरुलाई हामीले वर्षौं पुरानो फोटोलाई कसरी ब्याकअप गरेर मोबाइल ग्यालरीमा ल्याउन सक्छौं भन्ने कुराको जानकारी मेरो मोबाइल स्क्रिन शेयर गरेर दिन गइरहेको छु। अब सुरु गरौँ है त। त्यसको लागि साथीहरु तपाई हामी सबैजनाको मोबाइलमा गुगल फोटो एप्लिकेसन त हुन्छ नै। त्यो गुगल फोटो एप्लिकेसनमा थिच्नु होला है साथीहरु। यसरी थिचिसकेपछि तपाईहरुको गुगलको प्रोफाइल यहाँ टपमा देखाउँछ फोटो चाहिँ यहाँ हेर्नुस् यहाँ देखाइरहेको छ। त्यो फोटोमा तपाईहरुले थिच्नु होला। थिचिसकेपछि तपाईहरुले यहाँ तल देख्न सक्नुहुन्छ ब्याकअप इज अफ भन्ने चाहिँ अप्सन छ है मेरोमा। यहाँ टर्न अन ब्याकअप छ। सर्वप्रथम तपाईहरुले यसलाई यो टर्न अन ब्याकअपमा यसरी थिच्नु होला है साथीहरु। थिचिसकेपछि किप योर मेमोरी सेभ भन्ने अप्सन छ र तल लास्टमा तपाईले देख्न सक्नुहुन्छ टर्न अन ब्याकअप भन्ने अप्सन छ। त्यसमा थिचेर तपाईहरुले यसलाई टर्न अन गरिदिनु होला। यति भइसकेपछि साथीहरु तपाईहरु अगाडि फेरि पहिले प्रोफाइल पिक्चरमा आइसक्नु भएछ। अब फेरि तपाईहरुले आफ्नो प्रोफाइलमा थिच्नु होला। थिचिसकेपछि तपाईहरु तल हेर्नुभयो भने फोटो सेटिङ भन्ने अप्सन देख्नुहुन्छ। तपाईहरुले फोटो सेटिङ भन्ने अप्सनमा थिच्नु होला है। थिचिसकेपछि तपाईहरुले पहिलो अप्सनमा देख्नुहुन्छ ब्याकअप भन्ने। त्यही ब्याकअपमा तपाईहरुले थिच्नुस्। ब्याकअपमा थिचिसकेपछि साथीहरु यहाँ तपाईहरुले अलिकति तल सार्नुभयो भने सेटिङ भनेर देखाएको छ। ब्याकअप क्वालिटी, मोबाइल डाटा युज, ब्याकअप डिभाइस फोल्डर भन्ने तीनटा अप्सन देखाएको छ साथीहरु। यही अप्सनहरुमा रहेको सेटिङ हामीले गर्नुपर्ने हुन्छ। सर्वप्रथम पहिलो अप्सनमा रहेको ब्याकअप क्वालिटीलाई थिच्नु होला। ब्याकअप क्वालिटीमा थिचिसकेपछि साथीहरु यहाँ दुईवटा अप्सन देखाइरहेको छ। एउटा ओरिजिनल क्वालिटी, अर्को स्टोरेज सेभर भन्ने दुईटा अप्सन देखाएको छ। तपाईहरुले पहिलो नम्बरमा रहेको ओरिजिनल क्वालिटी भन्ने अप्सन छ। यसमा ओरिजिनल क्वालिटी भन्नेमा हानिसकेपछि यहाँ सिलेक्ट भन्ने अप्सन आउँछ। त्यसमा तपाईले हानिसक्नु भयो भने यहाँ तपाईले देख्न सक्नुहुन्छ अपग्रेड एक्साइटिङ भनेर आएको छ। तपाईहरुले अपग्रेड एक्साइटिङमा हान्दिनु होला। हानिसकेपछि साथीहरु अब तपाईहरुको ओरिजिनल क्वालिटीमै फोटो सेभ हुनेछ र तपाईहरुले डाउनलोड गर्दाखेरि पनि तपाईहरुको जुन क्वालिटीमा तपाईहरुको फोटो छ त्यही क्वालिटीमा तपाईहरुले डाउनलोड गर्दाखेरि पाउनुहुनेछ साथीहरु। त्यसपछि तपाईहरु ब्याक आउनु होला। ब्याक आइसकेपछि दोस्रो नम्बरमा रहेको मोबाइल डाटा युजमा थिच्नु होला। थिचिसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ डेली लिमिट फर ब्याकअप भन्ने अप्सन छ। त्यसमा तपाईहरुले देख्न सक्नुहुन्छ नो डाटा 50 MB, 100 MB र अनलिमिटेड। मैले चाहिँ यहाँ 50 MB मा थिचे साथीहरु। तपाईहरु पनि 50 MB मा थिचेर सेलेक्ट गर्न सक्नुहुन्छ। यसरी 50 MB थिचेपछि तल देख्न सक्नुहुन्छ ब्याकअप भिडियो अर डाटा भनेर आएको छ। यो अटोमेटिक अन भइसकेको छ। तपाईहरुले पनि यसलाई अन गरेर छोड्दिनु होला। त्यसपछि तपाईहरु फेरि ब्याक आउनु होला साथीहरु। ब्याक आइसकेपछि 3 नम्बरमा रहेको ब्याकअप डिभाइस फोल्डर भन्ने छ। त्यो अप्सनमा थिच्नु। त्यसमा थिचिसकेपछि तपाईहरुले टपमा देख्न सक्नुहुन्छ डिभाइस फोल्डर भनेर माथि आएको छ। तल ब्याकअप अल डिभाइस फोल्डर भनेर आएको छ। तपाईहरुले त्यसमा थिचेर अन गरिदिनु भयो भने तपाईहरुको मोबाइलको फोल्डरमा रहेका सम्पूर्ण फोल्डरहरुबाट तपाईहरुको ब्याकअप हुन्छ भने तपाईहरुले यहाँ तल देख्न सक्नुहुन्छ मेसेन्जर, व्हाट्सएप, डाउनलोड। तपाईहरु यसलाई सिंगल रूपमा पनि अन गर्न सक्नुहुन्छ। जस्तै मैले यहाँ व्हाट्सएप अन गरे, डाउनलोडलाई यसरी अन गर्दिए। यसरी साथीहरु तपाईलाई जुन आवश्यकता छ त्यो अनुसार तपाईहरुले यसलाई अन गरेर पनि यसलाई सेटिङ गर्न सक्नुहुन्छ साथीहरु तपाईको आवश्यकता अनुसार। यति गरिसकेपछि साथीहरु तपाईहरुको एउटा सेटिङ पूरा भइसकेको छ। अब तपाईहरुले दोस्रो नम्बरको सेटिङ गर्नको लागि तपाईहरु पूर्ण रूपमा ब्याक आउनु होला है साथीहरु। ब्याक आइसकेपछि तपाई हाम्रो मोबाइलमा जीमेल भन्ने एउटा एप्लिकेसन छ। त्यसमा थिच्नु होला। थिचिसकेपछि टपमा तपाई हाम्रो प्रोफाइल पिक्चर आउँछ। त्यही प्रोफाइल पिक्चरमा तपाईहरुले यहाँ थिच्नुस् है। थिचिसकेपछि तपाई हाम्रो मोबाइलमा यहाँ देखाउँछ कि म्यानेज योर गुगल एकाउन्ट भन्ने पहिलो नम्बरमै रहेको छ। त्यसमा तपाईहरुले यहाँ थिच्नु होला। थिचिसकेपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ साथीहरु तीनवटा अप्सन तपाईले देख्न सक्नुहुन्छ होम, पर्सनल इन्फो, डाटा एन्ड प्राइभेसी भनेर देखाएको छ। तपाईहरुले डाटा एन्ड प्राइभेसीमा थिच्नु होला है साथीहरु। यसमा थिचिसकेपछि तपाईहरुले अलिक तल सार्नु भयो भने साथीहरु यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ अलिक तल सार्नुहोस्। तल सारिसकेपछि तपाईहरुले यहाँ एउटा अप्सन देख्नुहुन्छ एप्स एन्ड सर्भिसेस भनेर। यो एप्स एन्ड सर्भिसेसको यतापट्टि एउटा एरो छ। दायाँपट्टि साइडको एरोमा थिच्नु होला। थिचेपछि यो खुल्छ। खुलिसकेपछि तपाईहरुले यहाँ तल हेर्न सक्नुहुन्छ साथीहरु। यहाँ तल सारेर हेर्नुस् है। यहाँ फोटोहरु मेरो 6000 भन्दा बढी फोटोहरु भनेर देखाएको छ। त्यस्तै तपाईहरुले तल सार्नु भयो भने यसमा मेरो कन्ट्याक्टहरु कति छन्, मेरो पासवर्डहरु पनि मैले यसमा सेभ गरेर राखेको छु। कति पासवर्डहरु सेभ भएको छ, मेलहरु कति छन् भनेर हेर्नुस् त। यहाँ सम्पूर्ण डिटेल यसमा दिएको छ साथीहरु। आवश्यकता अनुसार तपाईहरुले जुनसुकै चीजलाई पनि यहाँबाट ब्याकअप गरेर ल्याउन सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। आज म तपाईहरुलाई
फोटो ब्याकअप गर्न सिकाउन लागिरहेको छु। त्यसैले तपाईँले डाउनलोड भन्ने अप्सन छ यहाँ तल, तर डाउनलोडमा थिच्नु होला। थिचेपछि यहाँ देख्न सक्नुहुन्छ गुगल एकाउन्ट भनेर आयो, गुगल टेकआउट भनेर आएको छ। अलिकति तल सार्नुभयो भने यहाँ देख्न सक्नुहुन्छ है, यहाँ गुगल फोटो, यो फोटोज एन्ड भिडियो फ्रम गुगल भनेर आएको छ। यहाँ सेलेक्ट अल भन्ने अप्सन छ, तपाईँहरूले यहाँ सेलेक्ट अल भन्ने अप्सन यहाँ कोठा छ, यसमा थिचिदिनु होला है साथीहरू। थिचेपछि यहाँ तल एउटा अप्सन खुल्छ, तपाईँले नेक्स्ट स्टेप भन्ने। योभन्दा पहिले तपाईँहरूले यहाँ अल फोटो एल्बम इन्क्लुडेड भनेको छ, यसमा थिच्नु होला। थिचेपछि यहाँ तपाईँले देख्न सक्नुहुन्छ साथीहरू डिटेल, हेर्नुहोस् है कहाँको फोटोहरू तपाईँ ब्याकअप गर्न चाहनुहुन्छ। हेर्नुहोस् त यहाँ सम्पूर्ण कति सालको, हेर्नुहोस् त यहाँ 2013 देखि आजसम्मको कुन चाहिँ फोटो तपाईँहरू ब्याकअप गर्न चाहनुहुन्छ। यसलाई सिङ्गल रूपमा तपाईँहरूले छान्न पनि सक्नुहुन्छ। आज म तपाईँहरूलाई मेरो मोबाइलमा 2014 मा खिचेको फोटोहरू ब्याकअप गरेर देखाउन गइरहेको छु। यो सम्पूर्ण सेलेक्ट छ, यसमा सबै कुरो हटाइदिन्छु म, हेर्नुहोस् है, र 2014 को मात्रै राख्छु। र माथि तपाईँहरूको ओके भन्ने अप्सन छ, यो ओके भन्ने अप्सनमा तपाईँहरूले यसरी यहाँ थिचिदिनु होला। त्यसपछि साथीहरू यहाँ तल नेक्स्ट स्टेप भन्ने अप्सन छ, त्यसमा थिच्नु होला। थिचेको पछाडि यहाँ डिस्टेन्सन भनेर एउटा अप्सन आउँछ, सेन्ड डाउनलोड लिङ्क भि इमेल भनेको छ। हेर्नुहोस् यहाँ मैले यसैमा सेट गरेर राखेको छु, तपाईँहरूले यसरी आफ्नै इमेलमा लिङ्क पठायो भने यहाँ सेभ गर्न सक्नुहुन्छ। त्यसपछि फ्रिक्वेन्सी भनेर आएको छ, एक्सपोर्ट्स अन भनेर आएको छ। अलिकति तल सार्नुभयो भने यहाँ हेर्नुहोस् त फाइल साइज भनेर पनि दिएको छ, मैले 1 GB सेलेक्ट गरेँ। त्यसपछि फाइल टाइप पनि छ जेडआइपी जिप, जो मैले जिपमै राखिदिएको छु, तपाईँहरूले पनि यसमै राख्नु होला। त्यसपछि तल चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ क्रिएट एक्सपोर्ट भन्ने अप्सन छ है साथीहरू। क्रिएट एक्सपोर्टमा हानिदिनु होला। हानिसके पछाडि साथीहरू अब हाम्रो फोटो चाहिँ एक्सपोर्ट हुँदैछ अथवा ब्याकअप हुँदैछ साथीहरू। अब तपाईँहरूले अलिकति तल सार्नुभयो भने यहाँ यो लेटेस्ट एक्सपोर्ट भनेर आएको छ, हेर्नुहोस् यहाँ तपाईँहरूले सो एक्सपोर्ट पनि हानेर यहाँ हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस् त यहाँ डाउनलोड डाटा भनेर आएको छ, पार्ट 1 यसरी डाउनलोड हुँदैछ। अब म यहाँ डाउनलोड भनेर अप्सन दिएको छ, अब तपाईँहरूले यहाँ डाउनलोड भन्ने अप्सनमा यसरी थिचेको पछाडि गुगल पासवर्ड माग्छ साथीहरू। त्यसपछि तपाईँले गुगल पासवर्ड हानिदिनु होला। हानिसके पछाडि तपाईँले यहाँ देख्न सक्नुहुन्छ डाउनलोडिङ फाइल भनेर आयो। अब त्यो फाइलहरू चाहिँ, त्यो फोटोहरू चाहिँ हाम्रो डाउनलोड हुन सुरु गरिसकेको छ साथीहरू। तपाईँले यहाँ देख्न सक्नुहुन्छ साथीहरू 2014 को फोटोहरू चाहिँ यहाँ डाउनलोड हुन सुरु भइसकेको छ। हेर्नु होला, हेर्नुहोस् है त्यहाँ डाउनलोड हुँदैछ। यहाँ एउटा डाउनलोड भइसकेको छ, एउटा फोल्डर टेकआउट भन्ने अप्सन छ, टेकआउटमा हान्नु होला। अनि टेकआउट भन्ने फेरि अप्सन आयो र तल लास्टमा तपाईँले देख्नुहुन्छ एक्सट्र्याक्ट भन्ने एउटा अप्सन छ, त्यसमा थिच्नु होला। थिचेपछि एक्सट्र्याक्ट फाइल भनेर आयो, यहाँ एक्सट्र्याक्ट भनेर चाहिँ तपाईँहरूले यहाँ तल थिचिदिनु होला। थिचेपछि हेर्नुहोस् यहाँ त 2014 सालको 509 वटा फोटो मेरो चाहिँ ब्याकअप हुँदैछ। ल हेर्नुहोस् 100% भनेर देखायो। अब मेरो फोटोहरू ब्याकअप भइसक्यो। पछि अब तपाईँहरू पूर्ण रूपमा ब्याक आउनु होला साथीहरू। अब म तपाईँहरूलाई मैले 2014 मा खिचेको सम्पूर्ण फोटोहरू ब्याकअप भइसकेको छ। त्यसपछि तपाईँहरू अब अगाडि जानु होला। गएपछि म तपाईँहरूलाई ग्यालरीमा गएर देखाउँछु। हेर्नुहोस् त साथीहरू, ग्यालरीमा गएँ म। ल अब तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ है मेरो 30-32 वटा फोटो थियो। ल हेर्नुहोस् त अहिले, ल हेर्नुहोस् 500 भन्दा बढी फोटो चाहिँ मेरो एकदमै सहज रूपमा 2014 सालमा खिचेको फोटोहरू ब्याकअप भयो साथीहरू। यसरी साथीहरू तपाईँहरूले पनि आफूले खिचेको पुरानो फोटोहरूलाई मोबाइलमा ब्याकअप गर्न सक्नुहुन्छ र पुरानो सम्झनाहरूलाई चाहिँ ताजा रूपमा राख्न सक्नुहुन्छ साथीहरू। मैले तपाईँहरूलाई मेरो 2014 सालमा खिचेको फोटोहरू ब्याकअप गरेर देखाइसकेको छु। यसरी नै साथीहरू तपाईँहरूले पनि 10औं वर्ष पुरानो फोटोहरूलाई पनि ब्याकअप गरेर ग्यालरीमा ल्याउन सक्नुहुन्छ। त्यसको लागि तपाईँहरूले यो सेटिङहरूलाई चाहिँ प्रयोग गर्नु होला। साथीहरू तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर चाहिँ गर्नु होला। तपाईँहरूलाई लागेको जिज्ञासा कमेन्टमा मलाई पक्कै पनि जानकारी दिनु होला। आजलाई यति नै, अब अर्को भिडियोमा। नमस्कार।